क्रिसमस ट्री चाहियो भने चाहिँ हामीसँग सम्पर्क गर्दा नि हुन्छ यहाँ यति धेरै क्रिसमस ट्री रहेछन् कि भनेर साध्य नै छैन। तर काट्न चाहिँ पाइन्छ कि पाइँदैन यो जङ्गलमा मलाई थाहा भएन। तर क्रिसमस ट्री चाहिँ उत्पातै रहेछन् है साथीहरू। पिकनिकको लागि पनि साह्रै गजबका ठाउँहरू रहेछन्। अब यहाँ सायद अब पैसा लिएको हिसाबले र त्यहाँ टिकट घर भएको हिसाबले यहाँ पकाएर खान ओर्न पनि मिल्छ होला। तर सरसफाइ चाहिँ गरेर जानुपर्छ जस्तो छ होइन। अब यहाँ यति ठुलो ठाउँहरू बनाइदिएको छ होइन। यो पिकनिक स्पोटै हो। यहाँ चाहिँ पकाएर खाने गर्ने अनि पछि आफूले सरसफाइ गरेर ट्याक्क गरेर जाने। यहाँ अब यहाँ यसो हेर्दाखेरि चुलो लगाएर दाउरा बालेर यहीँ पकाएर खाएको जस्तो पनि देखिरहेको छौँ हामीले होइन। अब हामी त आएका छैनौँ खासै भन्ने हो भने, पहिलोचोटि आउँदैछौँ। कुनै दिन पिकनिक आउने, पिकनिकको आयोजना केही कतै गरिएछ भनेदेखि यही ठाउँलाई रेकमेन्ड गर्नु पर्ला जस्तो लागिरहेछ मलाई चाहिँ। असाध्यै मनमोहक रहेछ। ल भिडियो यस्तै नयाँ भिडियोहरू हेर्दै गर्नु होला। खोटे सल्लाहको बिउ उत्पादन केन्द्र पनि छ अरे यहाँ भनेर हेर्न जाँदैछौँ हामी। कहाँनेरि छ भेट्छौँ कि भेट्दैनौँ थाहा छैन। अब यो तल चौरमा अझै केही बन्दै रहेछ। चिया पसलको पनि व्यवस्था रहेछ अनि एक्सर्साइज गर्ने ठाउँहरू पनि रहेछन्। अब रुखमा, पुराना रुखहरूमा हो कि अथवा नयाँ रुखहरूमा हो कि अब पुरै यहाँ रुखमा टाँचा लगाएर रुखको नम्बरहरू राखिएको रहेछ। यहीँ 14 नम्बर 15 नम्बर। अब यो खोइ के हो कुरो बुझिएन। कुरो नबुझेपछि यस्तै हो। ल खै अब यो चाहिँ के हो थाहा भएन है। यहाँ कसैको यो स्मृति शालिक अथवा केही हो कि यो थाहा नभएको कुरो भइरहेछ। यो चाहिँ कहीँ लेखेको नि छैन। केही लेखिया छ र छैन? ल भयो अब पछि सोधौँला। अब यहाँ कोही छैनन् अहिले। यहाँ एउटा यस्तो कुराहरू यहाँ बारबेर गरेर एकदम राम्रो गरेर सजाएर राखेको रहेछ। अब यो कसैको केही चिज चाहिँ हो यो। अब सोध्नलाई यहाँ कोही रहेनछन्। भोलि पछि पत्ता लगाउँला। ल कति सफा, कति स्वच्छ, कति सुन्दर। आहा हेर्दै हेरिरहँ जस्तो, नाचिरहँ गाइरहँ भने जस्तो छ। ले हेर्नु यस्तो चारैतिर हरियाली, चारैतिर सल्ला, बिचमा स्तूपा। जति बसे पनि मनै नअगाउने के बसिरहँ जस्तो लाग्ने। के साह्रो राम्रो ठाउँ बनाएको हो यो। आमामामामामा म त पहिलोचोटि आएको त्यसै मन्त्रमुग्ध भएँ। यता गए यतै राम्रो, उता गए उतै राम्रो, तल आउँदा तलै राम्रो, माथि गए माथि राम्रो।
काली गए पनि राम्रो, ओह्राली आए पनि राम्रो। हरेक चिज यहाँभित्र बस्ने ठाउँदेखि पिकनिक स्पोटदेखि लिएर हरेक ठाउँहरू कति सफा। कम्तीमा पनि सल्लाहका रुखहरूको त्यो झरेको पातहरूलाई पनि बाटोबाट पन्साएर बढारेर यताउता लगाएर कति सफा राखेको। ती राम्रो ठाउँमा घुम्न आएका छौँ हामी। मजाले गर्मी मौसममा साह्रै शीतल क्या। वरिपरि अन्त वरिपरि सल्लाहघारीको बिचमा रमाइलो कस्तो मस्त छ क्या, मस्त रमाइलो छ है साथीहरु। साँच्चै भन्नुपर्दा हामी नेपाली कति भाग्यमानी छौँ है। यस्तो राम्रो प्रकृतिको काखमा बाँच्न पाएका छौँ हामीले। काठमाडौँको मुटुमा अवस्थित यस्तो राम्रो ठाउँ सल्लाहघारी। क्यान्सरको बिरामी पनि 1 घन्टा आएर बस्यो भनेदेखि कम्तीमा पनि निको हुन्छ भन्ने छ। यता पनि पहिला कति आनन्द छ क्या। के त आनन्द आछ नि, एकदम आनन्द। यस्तो आनन्द छ, यस्तो शीतल छ। 1 घन्टा चाहिँ यहाँ पुरा ध्यान गरेर बस्यो भने शान्ति नै प्राप्त हुन्छ। त्यति आनन्द ठाउँ छ। सबै तनावमुक्त भएर यहाँ 1 घन्टा आनन्दले बस्यो भनेदेखि चाहिँ यस 5 वर्ष आयु चाहिँ बढ्छ। कति आनन्दको ठाउँ छ क्या। सल्लाहको बोटमुनि त्यसै पनि शीतल र आनन्द हुन्छ। दुईमा यहाँ अब शान्ति स्तूपा भएको भएर यो ध्यान गरेर आनन्द लिन सकिन्छ। देख्न सक्नुहुन्छ सल्लाहघारीको बिचमा शान्ति स्तूपा कति राम्रो छ। थकाइ मार्नु पर्ने पनि त्यही भएर निर्माण कार्य अझै पनि हुँदैछ। यहाँ यता निर्माण कार्य भइरहेछ। कति राम्रो छ। आउने मान्छेहरूलाई, घुम्न आउने मान्छेहरूलाई थकाइ लाग्यो भने यसरी चट्ट बस्ने ठाउँ बनाइदिएको छ। यहाँ आनन्दले यसो मिटिङ गरेर बस्यो नि भयो। यताउता भ्यू टावर पनि छ माथि। यहाँ यता पनि छ सानो भ्यू टावर। अब यताबाट गयो भने फेरि उता अर्को पार्कमा पुग्छ। यति राम्रो छ नि, यति राम्रो छ नि यो ठाउँ। काठमाडौँको नजिक, काठमाडौँ ललितपुर भक्तपुरमा बस्नुहुन्छ यदि तपाईँहरू भने चाहिँ यो मनमोहक ठाउँमा चाहिँ तपाईँहरू एकपटक आउनै पर्ने ठाउँ हो है। यो यति मस्त छ नि, यति मस्त छ के भन्ने। अब खै प्रकृतिको बयान गरेर कसरी सकिन्छ क्या। बयान गरेरै सकिँदैन। यहाँ बसे सक्छ आउन हो। एक दिन त भोक पनि लाग्दैन होला। यहाँ माथि पनि छ। भोक तिर्खा छ। तर मेरो विचारमा लाग्छ बिदाको दिन चाहिँ यहाँ पैसा तिर्नुपर्छ होला जस्तो चाहिँ मलाई अनुभव भइरहेछ है। तल पिकनिक खान आउनेलाई पैसा पिकनिक खानेहरूलाई हो कि अथवा घुम्न आउनेहरूलाई हो थाहा छैन। आज हामीलाई चाहिँ परेन। तर मलाई लाग्छ तल टिकट काउन्टर, टिकट घर भनेर लेखिराखेको देखेको छु मैले होइन। त्यस कारणले चाहिँ गर्दाखेरि चाहिँ मेरो विचारमा यहाँको लागि टिकट पनि पर्छ कि यो भ्यू टावर पनि बन्दै रहेछ यहाँ।